म चाहिँ गाउँमा जाँदैछु अब भोट हाल्न बिहानै लिन आउनु भनेर। हामी गाउँमा बस्ने त होइन, तैपनि हामी धेरै ठाउँमा डुलेपछि चाहिँ हामीलाई आफ्नो गाउँको बाटो चाहिँ राम्रो नभइदिँदाखेरि एकदमै मन दुखिरहेको थियो कि होइन। हजुर, त्यही त अब हामीले तपाईँहरूलाई के रिक्वेस्ट गर्छौँ भने आदरणीय नेताहरू जो सत्तामा पुग्नुहुन्छ, जो हुन्छ नि तपाईँहरू नगरपालिकामा जो हुन्छ, ओडामा जो हुनुहुन्छ, कृपया तपाईँहरू यो पार्टी त्यो पार्टी नभनिदिनु होला। हाम्रो बाटो, हाम्रो गाउँठाउँ, हाम्रो देशको विकास गरिदिनु होला। हाम्रो युवाहरू जति पनि छ परदेश जान नपरोस्। अहिले देख्नुभयो विश्वको यो अवस्था कस्तो छ, त्यो हुनाले हाम्रो युवाहरू कोही पनि विदेश जान नपरोस्। हाम्रो युवाहरू हाम्रै देशमा गर्न सकौँ। हामी नेपाललाई माया गर्ने मान्छे, नेपालको लागि मर्ने मान्छे, हाम्रो राष्ट्रलाई माया गर्ने मान्छे, सबै युवा यही देशमा बस्न पाऊँ, आफ्नो परिवारसँग सुख दुःख जे जस्तो भएर पनि आफ्नो देशमा बस्न पाऊँ, आफ्नो माटोलाई माया गर्न पाऊँ, दुई छाक मिठो नमिठो भए पनि हाम्रो परिवारसँग बसेर खान पाऊँ, रातिको निन्द्रा परिवारसँगै राम्रोसँग बिताउन पाऊँ। हाम्रो यही चाहना। हामी जसले जित्नुहुन्छ, तपाईँहरू जो सत्तामा पुग्नुहुन्छ, कृपया हाम्रो गाउँको बाटो, चार घरे कठेरीको बाटोलाई बनाइदिनु होला। हाम्रो चार घरेको गौरी बेसीको यो हामी धेरै ठाउँ घुम्यौँ, तर हाम्रो बहिनी मैले के विचार गरेँ भने हाम्रो बाटो छैन, बाटो राम्रो छैन। हाम्रो बाटोलाई विकास गरिदिनुहोस्। भोलि मान्छे बिरामी भयो भने एम्बुलेन्स जाने एउटा बाटो छैन, त्यो हिसाबले हाम्रो ठाउँलाई विकास गरिदिनुहोस्। हाम्रो तपाईँहरूलाई यही विनम्र अनुरोध छ। हस्, थ्याङ्क यू।